नमस्ते। आज चाहिँ अब म फेरि अर्को एउटा क्याजुअल गफ लिएर उपस्थित भइसकेको छु यहाँहरूमाझ। म अब फेरि एकदम नेपालमै जन्मेर हुर्केर चाहिँ अब ठुलो भइसक्नुभयो कि देखिहाल्नुभयो, तर अहिले त्यो उहाँ स्थायी रूपमा अस्ट्रेलिया बसोबास गर्नुहुने चाहिँ हाम्रो विशाल भतिजोसँग छु। धन्यवाद काका। अब भतिजोसँग आज हामी विशेष गरी चाहिँ 7 वर्ष 8 वर्ष भयो होइन भाइयाको? म 9.5 वर्ष भयो। 9.5 वर्ष अगाडि नेपाल छोडेर अस्ट्रेलिया आउँदाको नेपालको अवस्था र अहिले भर्खरै अस्ति 1 महिना अगाडि नेपाल गएर आयो भाइ। अनि त्यो बिचको पिरियडमा नेपालमा भएको परिवर्तनहरू र अहिले उहाँ गइसकेपछि उसले अस्ट्रेलियाबाट यहाँ गएपछि को बिचको भिन्नताको विषयमा हामी चाहिँ छलफल गर्नेछौँ। ल अब विशाल, अब आजभन्दा 9.5 वर्ष अगाडि नेपालबाट अस्ट्रेलिया चाहिँ एउटा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा चाहिँ प्रवेश गरेको, हजुर, के कस्तो त्यतिखेरको सपना थियो र त्यहाँबाट आइसकेपछि अनि त्यसको यहाँ आइसकेपछिको रियालिटी चाहिँ के थियो, त्यहाँबाट सुरु गरौँ। फर्स्ट अफ अल धन्यवाद तपाईँलाई। म 2017 अप्रिल 8 मा म अस्ट्रेलिया आएँ एउटा सपना बोकेर विद्यार्थी भिसाको रूपमा। अब के भनौँ, त्यति बेला अब अपर्च्युनिटी नभएर भनौँ या अब विदेश देख्ने रहरले भनौँ, त्यो अब तपाईहरुले आफै बुझ्नु। अब त्यो जनरल नेपालीको एउटा हामी विदेश आउने अस्ट्रेलिया अमेरिका जानलाई चाहिँ के संज्ञा दिन्छौँ भन्दाखेरि अहिले हामी यङ पिपलहरूले हाम्रो देशमा अपर्च्युनिटी छैन भने विच इज मेरो पनि सेम सिचुएसन हो। नर्मल्ली हामी आम नेपाली मध्यमवर्गीय परिवारहरूको विषयको बारेमा हामीले त्यति धेरै कुरा गरिराख्नु पर्दैन नेपालको अवस्थाको बारेमा। त्यसैको सेरोफेरोबाटै विदेश आउने चाहिँ आफ्नो सोच भयो भन्ने बुझ्नु। हो, एक्ज्याक्टली हो। त्यही सेरोफेरोमा अब अस्ट्रेलिया आइयो। त्यसपछि मैले मास्टर्स इन अकाउन्टिङ पढेँ युनिभर्सिटी अफ वुलङ्गङबाट। अनि त्यसपछि अब यहाँ आएपछि त्यही त हो, सबैलाई थाहा भएकै कुरो हो। अब काम जाने, कलेज पढ्ने, त्यो सबै दुःख पनि गरियो। अब अर्को कुरो के भन्दाखेरि हामी चाहिँ वी केम विथ रियली हाई एक्सपेक्टेसन धेरै लिएर आउँछौँ। त्यो चाहिँ कहिले पनि हुँदैन यहाँ। अब यहाँ सबैको आफ्नै दुःख हुन्छ र मैले पनि त्यही दुःखको सिलसिलामा दुःख गरेँ। अब धेरै रिजनल सिटीहरू पनि म घुमेँ भनौँ न, बसेँ पनि अब पिआरको सिलसिलामा। अब अहिले चाहिँ पर्मनेन्टली म क्यानबेरामा बस्छु मेरो परिवारसँग। अनि काका चाहिँ अहिले आउनुभएको छ यहाँ स्नो माउन्टेन घुम्नको लागि। अहिले हामी यहाँ आएको छौँ। ल अनि भाइ, अब खास चाहिँ रिजनल बस्दाको कुरा भनिहाल्यो भाइले। हजुर, भाइ डब्बु बसेको, म पनि त्यति बेला डब्बु गएको थिएँ। हजुर, दसैँ हामी एउटा दसैँ चाहिँ हामीले डब्बुमा पनि मनाएको। हजुर, सिडनीमा 3 वर्ष बस्दाखेरिको समय, हजुर, सिडनीको र रिजनल एनएसडब्ल्यूको डब्बुको बिचको चाहिँ ग्यापलाई चाहिँ कसरी हेरेर? यो सिडनी बस्दा चाहिँ कस्तो भन्दाखेरि सिडनीमा मेरो डिफ्रेन्ट एक्सपिरियन्स थियो, विच इज अ सिटी लाइफ एक्सपिरियन्स थियो। त्यति बेला अब कलेज काम यताउति मसँग समय हुँदैन थियो। जब म रिजनल मुभ भएँ, रिजनलमा चाहिँ मैले के फिल गरेँ भन्दाखेरि देयर इज लट अफ अपर्च्युनिटी। हामी आफ्नो क्यालिबरलाई हामी थाहा पाइरहेको हुँदैनौँ। हामी कस्तो भन्दाखेरि हामी कुनै जबहरू देख्दाखेरि हामी अप्लाई गर्न डराउँछौँ। हामी कस्तो भन्दाखेरि अब यसले त जबै पाइँदैन, हामीलाई त दिँदैन भन्ने हाम्रो मेन्टालिटी छ नि। राइट। त्यो चाहिँ हाम्रो रिजनलमा बस्नुहुने सबै महानुभावहरूले फिल गर्नु पनि भएको होला र मैले पनि साथ त्यही कुरा फिल गरेको छु। रिजनलमा चाहिँ अपर्च्युनिटी धेरै छ। हाम्रो आफ्नो ट्यालेन्ट देखाउने ठाउँ चाहिँ अस्ट्रेलियाको रिजनल हो। भलाए हामी यङ पिपलहरूलाई त्यहाँको लाइफस्टाइल मन नपर्ला, तर करियर प्रोग्रेसको लागि चाहिँ तपाईँको रिजनलमा गएपछि तपाईँले गुड एक्सपिरियन्स, तपाईँको आफ्नो क्यापेसिटी थाहा पाउनुहुन्छ। र मैले पनि त्यही नै गरेँ। मैले डब्बु गएपछि मैले सिडनीमा रिटेलमा काम गरेँ, मैले क्लिनिङ गरेँ, मैले अब त्यही नै काम गर्छु भनेर गएको। तर त्यहाँ गएपछि मेरो एकजना दाइ, मनोज दाइ हुनुहुन्थ्यो, बस्नुभएको थियो। अनि मनोज दाइले चाहिँ मलाई, भाइ तँसँग क्यापेसिटी छ, यो काम अप्लाई गर भनेर मलाई उहाँले पठाउनु भयो सिकमा जब अप्लाई गर्नलाई। अनि डेपो सुपरभाइजर थियो प्रोसिगर अस्ट्रेलियाको। त्यो चाहिँ क्यास ह्यान्डलिङ कम्पनी अस्ट्रेलियामा आमागार्ड र प्रोसिगर मात्रै थियो। अहिले प्रोसिगर र आमागार्ड मर्ज भएर एउटा मात्रै क्यास ह्यान्डलिङ। मेरो कस्तो भन्दाखेरि मेरो आफ्नो कर्पोरेट करियरको लागि चाहिँ त्यो एकदमै ठुलो एउटा ल्यान्डमार्क भनौँ न। अनि ठुलो एचिभमेन्ट पनि हो। त्यही कारणले गर्दाखेरि मैले कागजपत्र मेरो यहाँको बनाउनको लागि पनि हेल्प भयो। अनि मैले चाहिँ राम्रो एक्सपिरियन्स लिएँ। त्यसपछि मैले त्यही एक्सपिरियन्सले गर्दा क्यानबेरामा पनि मैले राम्रै काम गर्न पाएँ भनौँ न। ठिक छ। अब मैले डब्बु भन्दाखेरि चाहिँ डब्बुलाई धन्यवाद फेरि
भाइ डब्बुमा नभएको भए म डब्बु पनि जान्न थिएँ होला। अब अब डब्बुको एउटा मेमोरेबल कुरा भनेको चाहिँ मेरो जीवनमा अर्को एउटा पनि कुरा त भाइले थाहा हाम्रो डब्बुमा एउटा थियो नि के अरे राजु के समथिङ गैँडा हरिलाई भेट्ने अवसर मैले डब्बुमा पाएको। अहिले सिडनीमा भाइरल छ होइन, सिडनीमा चाहिँ हरि गैँडा चाहिँ एकदमै भाइरल छ। हरि भन्छ नि। त्यो बेलामा म जाँदाखेरि चाहिँ त्यो हरि सानो थियो, उसको चाहिँ प्यारेन्टसँग थियो। पछि चाहिँ त्यही हरि चाहिँ सिडनीमा आएर चाहिँ पुरै चर्चित नेपाली हरिको रूपमा चाहिँ चर्चित, एकदमै चर्चित, त्यो एउटा नयाँ सोशल मिडियामा एकदमै सोशल मिडियामा त्यो एकदमै चर्चित थियो। अब करियरको कुरा पनि गरिहाल्यो, करियर कसरी डेभलप गर्ने भन्ने विषयमा पनि छलफल गरिहाल्यो। पर्सनल एक्सपिरियन्स हो मेरो चाहिँ, पर्सनल एक्सपिरियन्सको कुरा गरेँ। अब ब्याक टु नेपाल। हजुर, अब 9 वर्ष 9.5 वर्ष अगाडिको नेपाल र अहिले जाँदाको नेपालको बिचको त्यस्तो केही फरक, अनि 9.5 वर्ष अगाडिको गभर्मेन्ट र अहिले तत्काल त फेरि नेपालको एकदम ठुलो अपेक्षा बोकेको गभर्मेन्ट भएको छ होइन, के त्यस्तो भिन्नता त्यस्तो केही त्यस्तो देखियो कि देखिएन? अब हेर्नु, नेपाल 9 वर्ष अगाडिको नेपाल र अहिलेको नेपालमा भिन्नता त हेर्नु धेरै नै देखेँ मैले होइन। तपाईँको कस्तो भन्दाखेरि अब टेक्नोलोजीकै कुरो गर्दाखेरि तपाईँको अहिले नेपालमा हामीले क्यास नबोकी हिँड्दा हुँदो रहेछ। तपाईँको टेक्नोलोजी त्यो भनेको एकदमै बिग एचिभमेन्ट लाग्यो हाम्रो जस्तो देशको लागि। किनभने तपाईँको जताततै क्युआर, म ठुलो ताप्लेजुङ गएँ, ठुलो पाथिभारा, त्यहाँ तपाईँको ठुलो फेदीमा पनि क्युआर कोड भनेपछि त त्यो त धेरै नै डेभलप टेक्नोलोजीमा। त्यो एउटा ब्याङ्किङ फिल्ड भयो, हरेक क्षेत्रमा टेक्नोलोजी डेभलप छ। मैले एउटा इक्जाम्पल मात्रै दिएको। अर्को कुरो तपाईँले सरकारको कुरो गर्नुभयो। अब हामी 9 वर्ष अगाडिको कुरो गर्दाखेरि अनि यता यस्तै त हुने, अब देश यस्तै त हुने भन्ने एउटा हामी सबै युवामा सबै वर्गमा त्यो एउटा उयो थियो। अहिले चाहिँ अब तपाईँले भने जस्तो हाई एक्सपेक्टेसन भएको सरकार छ। अनि मैले चाहिँ त्यस्तो ड्रास्टिक चेन्ज त अब म सरकार कति 80 दिन भएको थियो, अनि तपाईँको विकास निर्माणको काम चाहिँ, विकास निर्माण भनेको चाहिँ अब बाटो मात्रै होइन हुन त, तर बाटोको काम चाहिँ हरेक गल्ली गल्ली गाउँ गाउँमा पिचको कामहरू भइरहेको छ। त्यो पनि एउटा वान अफ द, त्यसलाई पनि एउटा विकास चाहिँ भनौँ, साधारण विकास भनौँ न। अनि अब मेन कुरो मैले देखेको चाहिँ हामीमा चेन्ज आउनुपर्छ, हामीमा। अनि भाइ त्यो सिभिक सेन्स चाहिँ कस्तो, केही फरक छ कि छैन पहिला र अहिलेमा त्यस्तो? सिभिक सेन्सको कुरा गर्दाखेरि त्यो कस्तो भन्दाखेरि हामी बाटो क्रस गर्दाखेरि यताउति हेर्ने हाम्रो अब त्यो कस्तो भन्दा त्यो कल्चरै भएन कि के भयो, त्यो आफ्नो ठाउँमा छ। तर हामी बाटो अब हेर्दा रोड रुल्स फलो गर्दाखेरि तपाईँको गाडी लिएर हिँड्दा पनि गाडीवालाहरूले पेड्रिसियनलाई बचाइदिनु पर्ने, जेब्रा क्रसिङबाट क्रस नगर्ने, अनि जेब्रा क्रसिङबाटै क्रस गर्दा पनि गाडी ड्राइभरले जेब्रा क्रसिङ पेलेरै नगर्ने। त्यो हामी हिँड्ने मान्छेलाई मात्रै दोषाउने भन्दा हामी सबै एज अ होल चाहिँ हामीमा एकदमै सचेत हुनुपर्ने अवस्था छ हामीले, मैले देखेको चाहिँ। अब देश विकास भन्छु, तर देश विकास हामीबाटै सुरु हुन्छ। तपाईँको यहाँ पनि तपाईँको नागरिक जनचेतना भएर नै देश विकास भयो। राइट, पहिलो मापदण्ड नै मेरो विचारमा चाहिँ नागरिक चेतना नै विकासको पहिलो खुड्किलो हो भन्ने मलाई लाग्छ। गभर्मेन्टमा मात्रै टोटली भर परेर चाहिँ देश विकास हुँदैन, कुनै पनि देश विकास हुँदैन। त्यसमा जनताको पूर्ण रूपमा इन्भल्भमेन्ट चाहिन्छ र जनताले त्यसमा चाहिँ भरपुर बुझ्नुपर्छ भन्ने मेरो पनि आफ्नो बुझाइ हो। अनि त्यसो भए अहिलेको पहिलाभन्दा अलिकति टेक्नोलोजीमा भनौँ, दूरसञ्चारको कुरामा भनौँ, त्यो कुरामा चाहिँ नेपाल अलिकति टेक्नोलोजीमा चाहिँ मैले अलिकति अगाडि नै देखेँ। अरू गभर्मेन्टको कुरामा, गभर्मेन्टको सर्भिसको कुरामा पनि चेन्ज देखेँ। हो, त्यो मैले भन्न बिर्सेछु अघि। गभर्मेन्ट, मैले नेपाल जाँदाखेरि एक दुईवटा मेरो जिल्ला प्रशासन कार्यालयमा काम थियो, त्यहाँ जाँदाखेरि पनि तपाईँको इमिग्रेसनबाटै सुरु गर्छु है। म काठमाडौँ ल्यान्ड भएँ, त्यसपछि इमिग्रेसनमै पनि उहाँहरूले गर्ने व्यवहार धेरै भिन्नता आएको छ पहिला पहिला हेलो हाई केही नभने पासपोर्ट लिने, छापान्ने, उता जानुहोस् भन्नुहुन्थ्यो। अहिले के छ खबर, कहाँबाट आउनुभयो, सन्चै हुनुहुन्छ, जस त्यो एउटा कस्टमर सर्भिस एउटा नागरिक प्रतिको दायित्व पनि हो उहाँहरूको, सरकारी कर्मचारी भएपछि। त्यो चाहिँ मैले पाएको छु। त्यो एकदमै राम्रो। अनि हाम्रो पुलिस प्रशासन पनि अलि चेन्ज भएको छ अहिले, पहिला भन्दा धेरै नै चेन्ज देखिएको छ। ल अब आज हामीले गफ गऱ्यौँ, लगभग
धेरै लामो गन्थन गरेर पनि फेरि तपाईँहरूलाई पनि बोर होला फेरि होइन। हो हो हो। अब हामी आजको यो क्याजुअल गफलाई चाहिँ यहीँ बिट मारौँ होला कि हस् त्यस्तो त। केही छ विशेष भने आफूलाई लागेको कुरा केही मैले फेरि हामी गफ गर्दाखेरि छुटेको केही त्यस्तो छ भने चाहिँ- त्यस्तो त तपाईँले छुटाउनु भएन सबै त्यस्तो छ एउटा भने। अब नर्मल क्याजुअल गफको रूपमा हामीले यो अब भिडियो बनाएको भनौँ न। त्यसपछि हामीले यसो गफ गरेर बसौँ न स्नोमा। अब के अहिले हतार छ र हामीलाई आज घर गएर बस्ने हो, हाम्रो घर गएर नि त्यस्तो केही प्लान छैन केही भनेर छैन। हामीले आज चिल गफ भनौँ न। चिल गफ क्याजुअल गफ। त्यसो भए यो क्याजुअल गफलाई अहिलेलाई चाहिँ अहिलेको क्याजुअल गफ चाहिँ हामी यहीँ बिट मार्दैछौँ। ल फेरि हामी अर्को एउटा क्याजुअल गफ कुनै टपिक्समा फेरि चाहिँ लिएर आउने नै छु। ल। त्यतिन्जेलसम्मलाई म र विशाललाई पनि ल। बिदा दिनुहोस्। काकालाई पनि धन्यवाद, नमस्ते।